के तपाईलाई थाहा छ नेपालमा अब जेल सजाय काट्न कारागार गइरहनु नपर्ने, आफ्नै घरमा बसेर परिवारसँगै टिभी हेर्दै जेल सजाय काट्न पाइने भएको छ। सुन्दा कुनै फिल्मको कहानी जस्तो लाग्छ, तर नेपाल सरकारले साँच्चीकै यस्तो भर्चुअल जेलको कानुन ल्याउँदैछ। कानुन मन्त्रालयले फौजदारी कसुर ऐनलाई संशोधन गर्न एउटा नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। नेपालका कारागारहरूमा क्षमता भन्दा तेब्बर बढी कैदीहरू कोचिएर बस्नु परेको छ। यही समस्या समाधान गर्न र हाम्रो न्याय प्रणालीलाई आधुनिक बनाउन सरकारले प्रविधिको सहारा लिएर यो भर्चुअल जेलको अवधारणा अगाडि सारेको हो। अब प्रश्न उठ्छ, घरमा बसेको कैदी भागेर गयो भने के हुन्छ? यसको लागि प्रविधिको कडा पहरेदारी हुन्छ। घरमै बस्ने कैदीको खुट्टा वा हातमा एउटा जीपीएस ट्र्याकिङ डिभाइस लक गरेर बाँधिन्छ। स्याटेलाइट र इन्टरनेटको माध्यमबाट उसकै घर वरपर एउटा भर्चुअल घेरा वा जियो फेन्सिङ तय गरिन्छ। यदि ती कैदीले त्यो घेरा नागेर बाहिर पाइला टेकेमा वा डिभाइस काट्न वा छेडछाड गर्न खोजेमा प्रहरीकोमा तुरुन्तै अलर्ट जान्छ र उसलाई थप 1 वर्ष जेल सजाय थपेर सिधै कारागार चलान गरिन्छ। यो सुन्ने बित्तिकै धेरैको मनमा डर र आक्रोश पैदा हुन सक्छ। के अब हत्यारा, बलात्कारी र डनहरू पनि पैसाकै पावरमा घरै बस्न पाउँछन् त? बिल्कुलै पाउँदैनन्। यो कानुनमा स्पष्ट नेगेटिभ लिस्ट राखिएको छ। क्रूर हत्या, जबरजस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोह जस्ता जघन्य र गम्भीर अपराध गर्ने अपराधीहरूले यो सुविधा पाउँदैनन्। उनीहरू जेल भित्रै बसेर आफ्नो कैद भुक्तानी गर्नुपर्ने हुन्छ। यो सुविधा केवल पहिलो पटक अन्जानमा केही सानो गल्ती गरेका, वृद्ध वा गम्भीर बिरामी परेका र जेलभित्र एकदमै राम्रो आचरण देखाएर आफ्नो कुल सजायको 60% अवधि काटिसकेका कैदीहरूको लागि मात्र हो। त्यो पनि अदालतले आदेश दिएमा मात्र लागू हुन्छ। विकसित देशहरू जस्तै अमेरिका, युके र युरोपमा पनि यो प्रविधि वर्षौंदेखि सफल छ। तर नेपालको सम्बन्धमा यसको एउटा बुँदाले ठूलो विवाद निम्ताउने देखिन्छ। मस्यौदामा भनिएको छ यो ट्र्याकिङ डिभाइसको सम्पूर्ण खर्च कैदी आफैले भोग्नु पर्नेछ। अब सोच्नुहोस् त, पैसा हुने धनी कैदीहरू खर्च तिरेर आफ्नै घरमा एसी रुममा बस्न पाउने, तर गरिब कैदीहरू पैसा नभएकै कारण जेलको चिसो भुइँमा कोचिनु पर्ने। के यो व्यवस्थाले धनी र गरिब बीच विभेद पैदा गर्दैन र? अन्त्यमा प्रविधिको यो प्रयोग आफैमा स्वागत योग्य छ, तर पैसा हुनेले मात्रै घरमा बस्न पाउने यो नियम चाहिँ तपाईलाई कस्तो लाग्यो? कि गरिब कैदीको लागि डिभाइसको खर्च राज्यले गर्दा कस्तो होला? तपाईको विचारमा यो कानुन बन्दा ठिक होला या नहोला? आफ्नो विचार राख्न नबिर्सिनु होला। धन्यवाद।